हेलो एभ्रिवान, सबभन्दा बिहान फर्स्ट उठेर म नुहाइ धुवाइ गरेर पुरा रेडी भइहाल्छु अनि त्यसको पछि बसाउँछु चाय, गरम पानी पिउँछु अनि चाय पिएर सब फटाफट काम हुन्छ, माइन्ड फ्रेस भइहाल्छ नि त चाय पिएर हैन र। यतातिर मेरो छोरा आयो, उठेर सिधा मम्मीको गोदीमा आउँछ मेरो बच्चा। गुड मर्निङ भने त, गुड मर्निङ, गुड मर्निङ, गुड मर्निङ एभ्रिवान भन्नु बेटा। गुड मर्निङ। यतातिर पतिदेव फेरि उता बाउ छोरालाई ब्रस गर्न पठाएर यतातिर आएँ म फटाफट मिलाउनलाई, किनकि फेरि नत्र बाउ छोरा आएँ भने फेरि यहाँ उत्पात गर्छन्, बिस्तारा मिलाउन कहाँ दिन्छन् मलाई। त्यही बिस्तारामा फेरि लडीबडी गर्छन्, त्यही भएर फटाफट दिनु नआउने अगाडि नै म काम खतम गरिहाल्छु। यतातिर मेरो मिलाइवरी खतम भयो। अहिले चाहिँ बाबुलाई स्कुल पठाउनु छ, त्यो चाहिँ भिडियो रेकर्ड गर्न पाइन्न गाइस। भिडियो गर्न पाइन्न भनेको मतलब त्यस्तो होइन कि भिडियो गर्न छ तर मतलब एलाउड छैन भनेर होइन, एलाउड छ बट मैले नगरेको किनकि मतलब भुलिहाल्छु कि अब यस्तो ठुलो क्रिएटर होइन नि त, अनि याद रहन्छ कि अनि यो गर्न छ त्यो गर्न छ, भिडियो यो सुट गर्न छ त्यो सुट गर्न छ, मेरो माइन्डबाट मतलब निक्लिहाल्छ। ला भिडियो पनि त बनाइराखेको थिएँ, भिडियो के हुन्छ अब आधा, अब यही भिडियो यति तकै गरेँ, मर्निङको यति तकै गरेँ अनि हस्बेन्ड छोरा गइसकेपछि ढुक्क काम खतम गरेको पछि मोबाइल हेरेँ अनि त्यही हो हैन। ल त यहाँसम्म मेरो भिडियो हेरिदिनुको लागि थ्याङ्क यू सो मच र लाइक कमेन्ट सेयर